एभ्रिवान वेलकम टु अनदर भिडियो। आज चाहिँ म बनस्थलीतिर लाग्दैछु। मेरो फुपूको घर छ बनस्थलीमा। अनि म चाहिँ किन बनस्थली जाँदैछु भन्ने कुरा हजुरहरूले एकछिनमा थाहा पाउनुहुन्छ है त। म चाहिँ बनस्थली आएँ अनि दिदीलाई पिक गरेर ल्यापटप किन्न गएँ। हामी चाहिँ ल्यापटप किन्न चाहिँ पुतली सडक आइपुग्यौँ र म चाहिँ यहाँ बिल हेर्दैछु। ल्यापटप चाहिँ मेरो कान्छो भाइ, मेरो फुपूको कान्छो छोरालाई चाहिँ चाहिएको थियो। ऊ चाहिँ अहिले 11मा पढ्छ र कम्प्युटर साइन्स पढायो भएर चाहिँ राम्रो एउटा ल्यापटप लिनु पऱ्यो भनेर आज हामी चाहिँ अनि म चाहिँ यताउता पसल हेर्दैछु। त्यहाँ चाहिँ सफ्टवेयर अपडेट हुँदै थियो र त्यहाँ गएर चाहिँ अब भाइले के सफ्टवेयर अपडेट गरेर आएको छ भनेर यसो गफ गरेँ एकछिन। अनि दिदी चाहिँ बिल हेरे गरिरहनु भएको थियो। धेरै नै महँगो पऱ्यो होला ल्यापटप। सिलाइरहेको नि बाबु तिर्नु पर्ने भन्दा एकदम धेरै पैसा महँगोमा परियो। अनि म चाहिँ ब्याग खोलेर के सामान पाएछौँ हामीले भनेर ब्याग खोलेर हेर्दैछु। तपाईँको ऱ्यामको सर्टेजले चाहिँ अहिले ल्यापटपहरू चाहिँ महँगो भएको रहेछ। म चाहिँ बिल हेर्दै रोइरहेको छु, पैसा धेरै पऱ्यो भनेर गाह्रो छ मलाई। पैसा कम्पनीबाट आउँछ डन होइन त। अनि यहाँ चाहिँ भाइले सफ्टवेयरहरू सबै हालेर रेडी गरिसकेको रहेछ। अब हामी यहाँबाट निस्किन्छौँ। अरू चाहिँ कमेन्ट गर्नु होला यो ल्यापटपलाई कति पऱ्यो होला है त। र हजुरहरूलाई पनि ल्यापटप बनाउनु पऱ्यो र किन्नु पऱ्यो भने चाहिँ म्याक्सेल आउनु होला। अनि हामी ल्यापटप किनेर फर्क्यौँ। दिदीले चाहिँ मलाई पुस्तकाएर खट्टु किनिदिनु भयो न्यु रोडमा। त्यसपछि न्यु रोड घुम्दै जाँदाखेरि चाहिँ न्यु रोडमा नयाँ नयाँ लाइट्सहरू हालेको रहेछ। न्यु रोड एकदमै राम्रो देखेको थियो। अहिले न्यु रोड चाहिँ एकदम राम्रो देखिएको रहेछ। जताततै लाइट्सहरू थियो। न्यु रोड पनि एकदम सफा भएको रहेछ है। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। अनि मैले ल्यापटपलाई हेरेँ। ल्यापटपमा चाहिँ हामीले यो तपाईँको ल्यापटप ब्याग पायौँ एउटा, यो राख्ने कुराहरू भयो। त्यसपछि ल्यापटपमा हामीले अरू कुरा सामानहरू पनि पायौँ, जस्तै यो माउस जुन चाहिँ एकदमै पोर्टेबल र राम्रो थियो है। त्यसपछि हजुरको एयरबड पनि दिनुभयो हामीलाई चाहिँ, जुन चाहिँ एयरबड भन्दा नि हजुरको यो चाहिँ एयरफोन हो। एयरफोन पनि राम्रो थियो। त्यसरी नै किबोर्ड प्रोटेक्टर जुन चाहिँ दाग नलायोस् फोहोर नलायोस् भनेर चाहिँ दिनुभएको थियो। त्यसपछि हजुरको अर्को भनेको हामीलाई यो माउस प्याड भनौँ न, माउस प्याड पनि दिनुभएको थियो, जुन चाहिँ मैले हजुरलाई देखाइरहेको छु। चार्जर अब कम्पलसरी नै भयो, ल्यापटप किनिसकेपछि त पाउनै पऱ्यो होइन। त्यसपछि ल्यापटपको चार्जर यो पनि एकदमै राम्रो थियो। ब्याकअप चाहिँ राम्रै हुन्छ भन्ने कुराहरू गर्नुहुन्थ्यो। त्यसपछि आयो यो ल्यापटप स्ट्यान्ड होल्डर, यो पनि हामीलाई ल्यापटप किन्दै दिनुभएको थियो। अनि लास्टमा हामीले पायौँ यो ब्याग। अनि यो ल्यापटप चाहिँ एससको गेमिङ ल्यापटप हो। थ्याङ्क यू एभ्रिवान।